यो दिशा केही छैन के गर्ने कस्तो गर्ने सानो पैसाले के लगानी गर्ने त भनेर सोचिरहनु भएको छ भने त्यो मध्येको एउटा सानो लगानीबाटै खोल्न सकिने व्यवसाय हो तरकारी र फलफुलको व्यवसाय यसको लागि अथात् मेहनत चाहिन्छ साथीहरू तपाईँसँग आत्मविश्वास हुनु पऱ्यो मनदेखि म गर्छु आँटिलो हुन सक्नु पऱ्यो र म मेहनत गरेर देखाउँछु म जसरी हुन्छ गर्छु भन्यो भने चाहिँ यो व्यवसाय एउटा गर्न सकिने व्यवसाय हो दुःख चाहिँ असाध्यै धेरै छ नि साथीहरू जति दुःख छ त्यही अनुसारको प्रतिफल पनि मिल्दै जान्छ है साथीहरू सुरुवातमा अलिकति गाह्रो हुन्छ तपाईँले जब ग्राहकवर्गहरूको आत्मविश्वास प्राप्त गर्नुहुन्छ नि तपाईँको पसलमा तब ती आत्मविश्वासबाटै तपाईँले राम्रो आम्दानी गर्न सक्नुहुन्छ तसर्थ साथीहरू व्यवसाय गर्न कसैले पनि सक्दैन साना साना व्यवसायहरूबाट सुरु गरेर ठुलो बनाउन सकिन्छ त्यसै गरी हामीले पनि सुरु गरेको सानो व्यवसाय ठुलो बनाउँदैछौँ